जापानमा बस्नेहरूको लागि एउटा गजबको खुसीको खबर आएको छ। एउटा सिटीले आफ्ना सबै नागरिकलाई 10,000 येन बराबरको पोइन्ट उपहार दिने निर्णय गरेको छ। यो कुन ठाउँको खबर हो र यसको फाइदा कसरी लिन सकिन्छ, यसको जानकारी हामी दिनेछौँ। महँगीको बेला राहत दिने यो भिडियो ओसाका र जापानभरि बस्ने साथीहरूलाई सेयर गरिदिनु होला र हामीलाई फलो गर्न नबिर्सिनु होला। समाचारका अनुसार ओसाकाको इजुमी सानो सिटीले बढ्दो महँगीको मारबाट जनतालाई बचाउन यो प्याकेज ल्याएको हो। सिटीले प्रति व्यक्ति 10,000 येन बराबरको रिजनल पोइन्ट बाँड्दैछ, जसलाई तपाईँले तोकिएको पसलहरूमा पैसा सरह चलाउन मिल्छ। यसअघि पनि जापान सरकारले विभिन्न राहत प्याकेज ल्याएको थियो, तर यसरी नै सिटीले छुट्टै एक मान दिँदा त्यहाँ बस्ने विदेशी तथा जापानीलाई ठुलो राहत मिलेको छ। जापानका हरेक सिटीको नियम फरक फरक हुन्छ। तपाईँ बस्ने सिटी वा वार्ड अफिसले अहिलेसम्म महँगी राहतको लागि कुनै कुपन, चामल वा पैसा दिएको छ कि छैन? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सनुहोला र अर्को अपडेटको साथ हामी फेरि आउनेछौँ। अहिले हस्त नमस्कार, हामीलाई फलो गरेर राख्नुहोला।